मान्छेको सबैभन्दा राम्रो मित्र अनि सबैभन्दा नराम्रो शत्रु ऊ स्वयं हुन्छ। तर त्यो तिमीले निर्णय गर्ने हो कि आफूलाई के बनाउन चाहन्छौ भनेर। संसारको सबैभन्दा सुन्दर बिरुवा विश्वासको बिरुवा हुने गर्छ, जुन माटोमा होइन मान्छेको मनभित्र उम्रिन्छ। त्यो मान्छे जीवनमा कहिले पनि हार्दैन जसले पीडालाई सहन जानेको हुन्छ। समर्थन र विरोध विचारको हुनुपर्छ, कुनै व्यक्तिको होइन। किनभने एक असल व्यक्तिले पनि कहिलेकाहीँ गलत विचार राखेको हुन सक्छ। कहिलेकाहीँ हामी गलत हुँदैनौँ, तर हामीसँग त्यो सही शब्द नै हुँदैन जसले हामीलाई निर्दोष साबित गरोस्। आफ्नो शत्रुलाई तिमी 1000 मौका देऊ कि ऊ तिम्रो मित्र बनोस्, तर मित्रलाई एउटा पनि त्यस्तो मौका नदेऊ कि ऊ शत्रु बनोस्। जब हामीले हामी आफैलाई चिन्छौँ तब यो कुराले कुनै फरक पर्दैन कि अरूले हाम्रो बारे के भनिरहेका छन् भनेर। यदि तिमी भाग्यमा विश्वास गर्दा गर्दा थाकिसकेको छौ भने एकचोटि आफैमाथि विश्वास गरेर हेर। ढिलो छिटो परिणाम पक्कै राम्रो आउनेछ। असल मान्छेहरूलाई कुनै प्रशंसाको आवश्यकता हुँदैन। एउटा फूललाई बाहिरी सुगन्धको आवश्यकता नभए जस्तै। समस्या पर्दा मान्छेलाई सहाराको आवश्यकता हुन्छ, सल्लाहको होइन। सबैलाई सुख दिने क्षमता त तिम्रो हातमा पक्कै नहोला, तर कसैलाई दुःख नहोस् यो त पक्कै तिम्रो हातमा हुन्छ।